एन्फालाई फिफाले प्रतिबन्ध लागेको छ। 50 वर्ष माथिको यो सिनारियोमा यो कहिले पनि नभएको धेरै विवादहरू फुटबलमा भए नेपालको फुटबलमा, तर यो स्थिति परिस्थिति चाहिँ जन्मेको थिएन। यसपटक जन्मिनुमा कतै एन्फा आफै दोषी हो कि भन्ने पनि धेरैलाई लागिरहेको थियो। अब हामी त प्रतिबन्धमै छौँ, यसलाई चाहिँ अब फुकुवा गर्नलाई चाहिँ अबको स्टेप चाहिँ के हुन्छ? हामीले कति चाँडो हाम्रो घरभित्रको कुराहरू सक्छौँ, सर्ट आउट गर्छौँ र त्यसको म्यासेज फिफालाई दिन सक्छौँ। त्यसपछि मात्रै विदेशको कुराहरू आउलान्, त्यसमा अब राखेको केही लचिलो हुनुपर्छ होला र एन्फा पनि हुनुपर्छ होला। फुटबलको पनि एउटा गोल्डन इरा सम्झिन मन लाग्यो, जहाँ चाहिँ तपाईँलाई ए डिभिजन लिगमा चाहिँ विनरलाई चाहिँ अपार्टमेन्ट होइन, राम्रो प्राइज मनी, इभन अब बेस्ट गोलकिपर कोचेसहरूलाई मोटर बाइक्सदेखि लिएर इभन गाडी पनि दिएको प्राइज मनीको हिस्ट्री छ। अब त्यो गोल्डन इरा हामीले देख्यौँ र अहिले हामी क्रिकेटको सिमिलर इरा देखिरहेछौँ। 90s को इरामा 90देखि 93सम्म 3-4 वर्ष ठुलो गृहयुद्धमा फँसेको राष्ट्र बोस्निया हर्जगोभिना होइन, आज वर्ल्ड कप खेलिरहेको छ कि। नमस्कार, यहाँहरूलाई द एथलिट्स जर्नीको यो नयाँ एपिसोडमा स्वागत छ। आज हाम्रो एपिसोडमा गेस्ट हुनुहुन्छ स्पोर्ट्स जर्नलिस्ट अभय कुमार राई। उहाँसँग आज हामी फिफाले लागेको प्रतिबन्ध र नेपाली फुटबल र नेपाली स्पोर्ट्सको बारेमा कुरा गर्नेछौँ। स्वागत छ दाइ यहाँलाई। थ्याङ्क यू। यो आज हाम्रो यो बसाइ चाहिँ विशेष गरी यो एन्फाको रिसेन्ट ब्यान होइन, जुन फिफाले प्रतिबन्ध लाग्छ र त्यस पछाडि उपज भएको परिस्थिति र अहिलेको विश्वकपसँगै रिलेटेड हुन्छ दाइ। यो जुन हामीलाई चाहिँ एन्फालाई फिफाले प्रतिबन्ध लागेको छ, त्यसको मुख्य कारण चाहिँ हजुरको एनालाइसिसमा के छ दाइ? धन्यवाद सरजी अब यो प्रश्नको लागि। अब जस्तै फिफाले एन्फालाई सस्पेन्ड किन गर्यो भन्ने कुरा विगतदेखि नै हेर्दै गयौँ भने सोच्नुहुन्छ, त्यसमा कुरा गरौँला। तर अहिले सर्फेसली हामीले हेर्ने हो भने केही गतिविधिहरू भएका छन् फुटबलमा। त्यो गतिविधि पक्कै पनि फुटबलको हितको लागि थिएन होला र त्यो भइरहँदाखेरि फिफाले नै क्लियर भनेको छ कि तेस्रो पक्षको हस्तक्षेपका कारण चाहिँ हामीले सस्पेन्ड गरे हौँ र यो तेस्रो पक्षको हस्तक्षेप चाहिँ चाँडै हट्नुपर्छ, त्यसपछि हामी एज इट इज नर्मलमा आउन सक्छौँ भनिरहँदाखेरि फिफाको सन्दर्भ चाहिँ त्यो देखिन्छ। अब सरकारले त्यसलाई फेरि अलिकति हिजै मात्रै पनि क्लियरेन्स गरेको छ, हामीले कुनै पनि त्यस्तो हस्तक्षेप गरेका छैनौँ। फिफामा एन्फामा देखेको व्यतिथिहरूको विषयमा कुरा उठाउन खोजेका हो, खेलाडी आफूले गरेका हुन् भन्ने कुरा गरेका छ। अब यो पेचिदो कुरा छ कि यो अवस्था नेपालको फुटबलको करिब 50 वर्ष माथिको यो सिनारियोमा यो कहिले पनि नभएको धेरै विवादहरू फुटबलमा भए नेपालको फुटबलमा, तर यो स्थिति परिस्थिति चाहिँ जन्मेको थिएन। यसपटक जन्मिनुमा कतै एन्फा आफै दोषी हो कि भन्ने पनि धेरैलाई लागिरहेको छ होइन, वा अब यो एन्फा यसरी चल्दैन है, अब नयाँ सिराबाट जानुपर्छ भन्ने वटुटी जुन नयाँ फेज नयाँ फ्रेस नर्मा आइरहेछ, उहाँहरूको पनि एग्रेसिभनेसले कतै देखिन्छ कि वा सरकारले पनि कतै यो फिफा र एन्फाको रिलेसनलाई त्यति चाहिँ गहन रूपले बुझ्न सकेन कि भन्ने जस्तो लाग्छ। त्यसैको उपज चाहिँ आज परिस्थिति आएको कि भन्ने लाग्छ सरजी। यो सामान्य रूपमा चाहिँ थर्ड पार्टी इन्टरफेरेन्स भनेर जुन भनिरहेको छ, तेस्रो पक्षले इन्टरफेयर गरेको भनेर, जस्तै राखेप अब तेस्रो पक्ष भनेर यहाँ राखेपलाई भनेको छ, तपाईँको विचारमा चाहिँ राखेपले चाहिँ को इन्टरफेरेन्स चाहिँ मुख्य जिम्मेवार हो कि एन्फाको भनौँ न नेतृत्व बढी जिम्मेवार हो जस्तो लाग्छ? यसो छ, राखेपको सन्दर्भ चाहिँ कस्तो भन्दाखेरि यो केस अहिले म अलिकति सरलाई ब्याक फर्काएँ होइन। जस्तै योभन्दा अगाडि गणेश थापा आफै पनि अध्यक्ष भइरहँदाखेरि उहाँको कार्यकालमा पनि यस्ता गतिविधि भएका हुन्, तर एन्फाको बढी चाहिँ कस्तो भन्दाखेरि व्यक्तिगत बढी भएन, यो अरू सङ्घहरू जस्तो होइन। अनि यो सिधै फन्डेड र गाइडेड चाहिँ फिफाबाट हुन्छ। यो कुरा चाहिँ अब नराखेपले बुझ्न सक्यो कि होइन, बुझ्न सकेन कि राखेपले योभन्दा अगाडि पनि प्रयास गरेको एन्फामाथि विभिन्न गतिविधि गर्नको लागि, तर त्यो चाहिँ सफल भएको देखिँदैन कि।
भने अहिले पनि अब एउटा पक्षले एन्फाभित्रको पक्षले निर्वाचन तलैबाट गरेर अनि त्यसपछि केन्द्रीय निर्वाचन जानुपर्छ भनेर व्यवस्था थियो, त्यसैको विरोध भइरहेको थियो। अब केन्द्रीय तहले चाहिँ अर्ली इलेक्सनमा जानु पर्यो, किनभने उहाँहरूको असार 4 गते या 6 गते सकिने थियो टर्म, यो 4 वर्षको। त्योभन्दा अगाडि नै उहाँहरूले चाहिँ ह्यान्डओभर गरेर हामी चाहिँ अर्ली इलेक्सनमा गएर चाहिँ सर्ट आउट गरौँ भन्ने मेसेज दिउँ भन्ने उहाँहरूको बुझाइ थियो। यसमा के भइदियो भने एन्फाभित्रकै जो चाहिँ चेन्ज खोजिरहनु भएको थियो, उहाँहरूले चाहिँ अर्ली इलेक्सन हामीलाई आवश्यक छैन, अहिले हामीले पहिले सुरुवातबाटै जाउँ, तल तहबाट ग्रासरुटबाटै जाउँ, जिल्ला तह प्रदेश तह हामी इलेक्सनबाट आएपछि मात्रै गरौँ भन्ने थियो। यही विवादमा अब राखेप कहीँ न कहीँ इन्भल्भ उसको देखियो र यो दुईटाको लडाइँमा पक्कै पनि अब नेपाली खेलकुदको सर्वोच्च निकाय राखे पनि हो, कहीँ न कहीँ जोडिन्छ, राखेप नजोडिएको भएन। तर त्यो चाहिँ कस्तो भने नेपालभित्रको सन्दर्भ गाइडलाइन गराउने सन्दर्भमा जोडियो। अब यो एन्फाको सन्दर्भ इन्टरनेसनलमा जोडिन्छ र यो इन्टरनेसनल जोडिँदाखेरि अब राखेपले एन्फाको त्यो भित्री कुरालाई चाहिँ गहन रूपले लिएन। मैले यो पनि भने अब यो इलेक्सन गराउने गर्ने नगर्ने फिफाको म्यान्डेट के छ भन्ने कुरामा राखेपले बुझिदिएको भए र गत मार्च 25 को जुन घटना भयो, 3 महिने निलम्बन एकाएक राखेपले लगायो, त्यो लगाउनुभन्दा अगाडि राखेप अवेर थियो कि थिएन त्यो परिस्थिति आउँछ भनेर। अब यसले के कुरामा इम्प्याक्ट पार्छ भन्ने कुरा चाहिँ अब बिस्तारै देखिन थालेको छ कि अब यतिखेर सरकार पनि अवेर भएको जस्तो म फिल गरिरहेको छु। राखेप त अब अझै पनि त्यति स्ट्रिक्ट भएको छैन होला, तथापि अब राखेपको बडी पनि केही महिना अगाडिमा चेन्ज भएको छ। अब मछिन्द्रका क्याप्टेन गोलकिपर आफै विशाल श्रेष्ठ उपाध्यक्ष हुनुहुन्छ होइन। मलाई लाग्छ अब केही सर्ट आउट राखेपले यसमा केही गर्न सक्छ कि त हेरौँ। यो जुन तपाईँलाई रिसेन्टली फिफा र एएफसीले चाहिँ तपाईँलाई यो जुन 11मा एउटा अल्टिमेटम दिएको थियो नि, जस्तै त्यहाँनिर उहाँहरूले एउटा रिटर्न प्रतिबद्धताहरू दिनुपर्ने भन्ने हिसाबले त्यो पनि त्यसलाई पनि अलिकति व्यवस्था गरेको हो कि एन्फाले? अब एन्फाले व्यवस्था भन्दा नि एन्फा त फिफाबाटै गाइडेड भयो, एएफसीले जे भयो त्यो अनुसारले उनीहरू गइरहेको अवस्था थियो। अब यहाँ उसले फिफाले भनेको चाहिँ जस्तै जुन 11 त्यही नै भनेको छ, उसको धेरै लामो क्लजेसहरू उसले ब्याक गरेको छ। हामी सार्वजनिक रूपमा एन्फाको पेजमा पनि हामी हेर्न पढ्न सक्छौँ होइन। तथापि उसको 2टा मुद्दा मात्रै चाहिँ मा सेन्ट्रलाइज छ कि, जस्तै जुन 25 को अर्ली इलेक्सन जुन छ एज इट इज हुनु पऱ्यो, किनभने त्यो इलेक्सन चाहिँ कस्तो थियो भने इलेक्सनको लागि नोमिनेसन पनि भइसकेको अवस्था थियो, उम्मेदवार क्यान्डिडेन्सीले आफ्नो सबै उ गरिसकेको अवस्था थियो। अनि अन्तिम अवस्थामा आएर रोकिँदा चाहिँ त्यसको ह्याम्पर हो कि अहिले चाहिँ। अब एन्फाले लाई लगाएको जुन निलम्बन त्यो एज इट इज फिर्ता हुनु पऱ्यो भन्ने फिफाको एउटा डिमान्ड हो होइन। अर्को भनेको योभन्दा अगाडि जे जस्तो अवस्थामा थियो त्यो अवस्थामा चाहिँ राखेपले छोडिदिनु पऱ्यो। फुकुवा त छँदैछ, फुकुवा त लगभग सक्यो होला मेरो बुझाइमा होइन, चैतबाट 3 महिना भनेको हिसाबले। तर त्यो बिचमै यो घटनाहरू भए जबसम्म राखेप एग्रेसिभली बढिरहेको थियो, फिफाको बुझाइ नै त्यही भयो कि। र फिफासम्म फेरि तपाईँले भने जस्तै एउटा कुरा गर्दाखेरि यो परिस्थिति राखेपले मात्रै जन्माएको हो कि अब यो बिचमा फिफालाई चाहिँ समन्वय गर्ने जुन एन्फाको भूमिका छ त्यो पनि कतै ल्याग भयो कि, त्यहाँ पनि केही गाइडेन्स मिस्टेक भइदियो कि भन्ने पनि त्यो संशय चाहिँ छ। किनभने होइन हामी सक्दैछौँ, हामी डायलगमै छौँ, हामीलाई चाँडै नै चाहिँ राखेपले चाहिँ रिलिज गर्दैछ भन्ने किसिमको पोजिटिभ मेसेज फिफासँग नगएर होइन हामीलाई कारवाही गरिरहेको छ, हाम्रो कुराहरू आएन मानिएन भन्ने कुरा मात्रै भाइब चाहिँ गयो कि फिफामा होइन। त्यसले गर्दा पनि यो चाहिँ समस्या क्रिएट भएको कि भन्ने देखिन्छ सर। अब चाहिँ जस्तै अब हामी त प्रतिबन्धमै छौँ, यसलाई चाहिँ अब फुकुवा गर्नलाई चाहिँ अबको स्टेप चाहिँ के हुन्छ जस्तो लाग्छ हजुरलाई, एन्फाको इभन गभर्मेन्टकै? त्यस्तो छ। अब यो फुकुवा भन्ने कुरामा मैले भने जस्तै एन्फाकै बढी हात रोल रहन्छ होइन। त्यो एन्फाले जुन क्लजेस छोडेको छ त्यो क्लजेस पुरा गर्नुहोस्, किनभने उनी इन्टरनेसनल च्यानल हो, उनीहरूले नेपाल मात्रै हेरेर बस्दैन नि होइन, उनीहरू वर्ल्डभरिको नेसनलाई चाहिँ हेर्छ। त्यो भएको हुनाले हामीले कति चाँडो हाम्रो घरभित्रको कुराहरू सक्छौँ, सर्ट आउट गर्छौँ र त्यसको मेसेज फिफालाई दिन सक्छौँ, त्यसपछि मात्रै रिलिजका कुराहरू आउला। त्यसमा अब राखेको केही लचिलो हुनुपर्छ होला र एन्फा पनि हुनुपर्छ होला। एन्फा लचिलो भएन, एन्फाको
फेरि मैले भन्दाखेरि अध्यक्ष उपाध्यक्षको अध्यक्ष र महासचिवको मात्रै कुरा होइन है यहाँ, किनभने हामीले देखिरहेछौँ दुईजना नै सबैभन्दा बढी दोषी भन्ने जुन किसिमको भाष्य गइरहेछ नि, यो 21 जनाकै बढी हो कि। मेरो घरभित्र केही समस्या छ भने म त्यो घरभित्रको समस्यालाई घरभित्रै सर्ट आउट गर्न प्रयास गर्छु कि होइन। त्यो बाहिर लगेर सदासुल्ला पारेपछि के हुने भने सबै कुरामा आउने हो, सबैतिर डाइभर्ट हुनुभयो। अहिले देखेको चाहिँ मलाई जहाँसम्म लाग्छ एन्फाको त्यो र यो ब्रिज काम अब एन्फाले नै इनिसिएसन लिनुपर्छ र लिँदाखेरि अब राखेको पनि केही भूमिका हुनु पऱ्यो, राखेको यत्रो घटना त राखेको मार्फत भयो भन्ने आइरहेछ। तथापि अब दुइटैको कोअर्डिनेसन र जिस्टमा हेर्दा एन्फा नै अलिकति सिरियसले यो 21 जना बढी नै सिरियस हुनु पर्यो फुटबल विकास गर्ने हो भने, होइन भने अब यस्तै गिजोलो गर्ने यो गिजोलो तपाईँलाई एन्फा स्थापित भएको मान्नु न 2029 साल है, त्यहाँदेखि नै सुरु भएको छ क्या। लामो हिस्ट्री छ यसको जुन विगत फर्किने हो भन्दा। जस्तै यो जुन अहिलेको पिरियड छ नि, हामी प्रतिबन्धमा छौँ, यो स्टेजमा चाहिँ हुन त विगतदेखि नै हाम्रो अलिकति समयमै नेसनल लिगहरू नहुने, ए डिभिजन लिगहरू नहुने होइन, त्यसमा चाहिँ अब अहिलेको हाम्रो उपाध्यक्षहरू लगायत खेलाडीहरूले पनि विरोध जनाइरहनु भएको थियो, ताला लाएर होइन, विभिन्न किसिमले साङ्गीतिक रूपमा विरोधहरू गरिरहनु भएको थियो। अब यो त एक हिसाबले हाम्रो एन्फा एक्टिभ नै हुँदाखेरि पनि कार्यक्रमहरू भइरहेको थिएन। अब यो जुन हिसाबले हामी प्रतिबन्धमा परेका छौँ त्यसले चाहिँ हाम्रो होइन इभन फुटबल, यो ग्रासरुट फुटबल या ओभरअल नेपाल फुटबलमा चाहिँ कति असर पर्छ के लाग्छ? सरजी अब यो असर पक्कै परि नै हाल्छ कि। यो कस्तो हुँदो रहेछ भने अब यो दुध र पानी छुट्याउने जस्तो कि। अब यो फुटबललाई कारण निलम्बन सस्पेन्डमा राखिसकेपछि यसको इम्प्याक्ट हाम्रो अलरेडी पर्छ। यो अलिकति फरक होला। मैले 79 सालकै इलेक्सन जब कर्मा छिरिङ शेर्पा र पङ्कज विक्रम नेङमाङ चाहिँ आपसमा प्रतिस्पर्धी हुनुभयो होइन, ती टिम बन्दाखेरि कस्तो भने दलीय टिम बन्यो, त्यो टिम इलेक्टेड नै भए पनि कोही पङ्कज विक्रम नेङमाङको साइडबाट जितेर आएछ र कोही कर्मा छिरिङ शेर्पाको साइडबाट जितेर आएको अवस्था थियो। र त्यो जितिरहँदाखेरि 79 सालमा एउटा म्यान्डेट लिएर आएको बडी थियो नि त, त्यो बडीले कति काम गर्यो त भन्ने कुरा पनि आयो। 79 सालको लिग गर्यो, शहीद स्मारक एडिसन लिग गर्यो पहिलोचोटि, त्यो कार्य समितिले गर्यो होइन, सक्सेस पनि भयो। तर त्यसपछि सरस्वती हेर्ने भने लिगमा चाहिँ भएको देखिन्छ होइन। त्यसपछि त्यो लिगपछि अहिलेसम्म हामीले लिग गर्न सकेका छैनौँ। आवाजै त्यही हो, खेलाडीहरूको पनि आवाजै त्यही हो कि लिग भएन, हामीलाई फुटबल देऊ न खेल्न भनिरहेको अवस्था थियो। एउटा लिग भएन, एउटा पाटो त्यो भयो। अर्को पाटो के भन्दाखेरि अब लिग मात्रै नभएको अवस्था हो त एन्फाको बुझाइ चाहिँ अरू गेम त भइरहेको छ नि त। जस्तै हामीले इन्टरनेसनल कम्पिट गरिरहेछौँ, एज वाइजको सबै गरिरहेछौँ, वुमन्सको पनि इन्टरनेसनल लेभल कम्पिट गरिरहेछौँ, यहाँ पनि गरिरहेछौँ र गेमहरू भइरहेको छ भन्ने उसको बुझाइ थियो। लिगमा सेन्ट्रलाइज किन भन्दाखेरि अब जति क्लब थिए ती क्लबहरूको भूमिका के थियो त लिगको लागि भन्ने पनि आउँछ। लास्ट तपाईँलाई यो वर्ष दिनको एक्टिभिटी हेर्नु, जब प्लेयरले चाहिँ यो तालाबन्दीहरू गर्न थाले त्यसपछि लिग गर्ने पटक पटक छलफल हुन्थ्यो क्या, राखेपमै गएर छलफल हुन्थ्यो र छलफलमा ल लिग हामी गर्छौँ भनेर एकचोटि बैठक बस्यो क्लबसँग, क्लबले ओके खेल्ने भनिदिने, अर्कोचोटि गयो बैठक बस्यो फेरि के कुरामा अर्कोले थापिदिने। चाहिँ कहीँ न कहीँ इन्फ्लुएन्स चाहिँ के भन्दाखेरि फुटबललाई होइन, फुटबलभन्दा बाहिर अरू कसैले चलाइरहेको हो कि होइन। क्लबको पनि सिनारी अब खर्च कति दिने त क्लबलाई, पुरानो पेन्डिङ छ कि त, संशयमा मात्रै गुज्रियो कि गएको 1 वर्ष यो विवादमा चाहिँ। तर सिनारियो 79 सालको चाहिँ लिग जुन ए डिभिजन लिग थियो त्यो यताको लिग हुन नसक्नु नै मेन कारण थियो। किन गर्न सकेन त एन्फाले, यसको मोटिभ के थियो, पछाडिको कारणहरू के थियो भन्ने कुरा क्लियर आउन सकेन कि। त्यो चाहिँ मलाई जहाँसम्म लाग्छ इन्टरनल उहाँहरूको जुन कार्य समिति थियो उहाँहरू सबै फेलियर हो यो विषयमा चाहिँ। अब एकजनालाई पर्टिकुलर भन्दा पनि त्यसमा क्लब पनि होला, त्यसमा तपाईँलाई कार्य समितिका व्यक्ति पनि हुनुहुन्छ होला, जो गर्न चाहनु पनि हुन्छ होला र गर्न नचाहनेसँग पनि हुनुहुन्छ होला। त्यो देखेको हुनाले चाहिँ जिम्मेवार फुटबलको लागि भन्दा पनि व्यक्ति विशेषले यहाँ काम गर्यो कि भने जस्तो लाग्छ। जस्तै यसमा अब यो हजुरले विगत सम्झाइराख्दाखेरि चाहिँ मलाई यो अब फुटबलको पनि एउटा गोल्डन इरा सम्झिन मन लाग्यो, जहाँ चाहिँ तपाईँलाई हाम्रै घरेलु लिग या
ए डिभिजन लिगमा चाहिँ विनरलाई चाहिँ अपार्टमेन्ट होइन अनि राम्रो प्राइज मनी इभन अब बेस्ट गोलकिपर कोचेसहरूलाई मोटर बाइक्सदेखि लिएर इभन गाडी पनि दिएको प्राइज मनीको हिस्ट्री छ। अब त्यो गोल्डन इरा हामीले देख्यौँ र अहिले हामी क्रिकेटको सिमिलर इरा देखिरहेछौँ। यसमा चाहिँ फुटबल यति यो अवस्थासम्म भनौँ न एउटा गोल्डन इरादेखि अब अहिले त ब्यान्डकै अवस्थामा छ, यो अवस्था आउनु चाहिँ मेन कारण चाहिँ हजुरलाई के जस्तो लाग्छ? अब यो कारण गेम नहुनु नै होला भर्खर अहिलेसम्म देखिँदाखेरि चाहिँ, किनभने दुई तिन फ्याक्टरलाई खेलाउन सर। जस्तै एउटा त मैले गेम नै जोडेँ होइन। अर्को कुरा कस्तो भन्दाखेरि तपाईँले भने जस्तै हो, हिजोको दिनमा खेलाडीहरूले लिग खेल्दाखेरि जितिरहँदाखेरि चाहिँ अपार्टमेन्ट पाएको अवस्था, गाडी पनि दिएको अवस्था, चाहे त्यो हरि खड्काले होस् चाहे त्यो मानसिंहले पाउनुभएको किन नहोस् होइन। यो चाहिँ कसरी भयो त भनेको अलिकति पछाडि फर्केदा मैले अघि पनि भने जस्तै 51 सालपछि अध्यक्षमा मनोनित भएर जब गणेश थापा आउनुभयो त्यसपछिको सिनारियो अलिकति नेपाली फुटबलले हेर्नुपर्छ होला होइन। हो, गणेश थापा जति बस्नु 15-18 वर्ष जति बस्नुभयो, काम पनि गर्नुभएको छ र विवादित पनि हुनुभएको छ। काम गर्नेले नि विवाद हुन्छ होइन, तर यस्ता इस्युहरू अहिले थिएनन्। त्यो बेला 51 सालमा आएपछि सम्भवतः 55 सालतिर हुनुपर्छ फन्डेड, त्यसपछि सुरु भयो क्या। त्योभन्दा अगाडि चाहिँ सरकारले नै फन्डेड गरिरहेको थियो फुटबललाई जति लगानी गर्ने। त्यसपछि चाहिँ हामीले इन्टरनेसनल लेभलमा फन्ड चाहिँ सपोर्ट पाउन थालेको हो, चाहे त्यो फिफाबाट होस् चाहे त्यो प्रायोजकको रूपमा ठुलो प्रायोजकहरूले हामीलाई सहयोग गरेको किन नहोस् होइन। त्यो हुँदाखेरि चाहिँ अब अहिले चाहिँ कस्तो भन्दाखेरि यो बढी विवाद पनि यसमा देखिने होइन। हो, मान्छेलाई फुटबलप्रति निकै चासो पनि छ, चाख पनि लाग्छ, मान्छे याद पनि गरिरहन्छ फुटबलमा। तर अब के भयो भने यो विवाद सधैँ एउटै कुरा अल्झिरहने अनि बाहिर कस्तो देखिन भने फुटबलमा केही छैन, गेम चाहिँ छैन, खालि उहाँहरूको मात्रै विवाद सुन्नुपर्ने अनि प्लेयर पनि फ्रस्ट्रेसन त्यही हिसाबले जाने। प्लेयरलाई पनि के छ अब मैले देखेको चाहिँ प्लेयरलाई पनि फेरि कस्तो छ भने गेम छैन, गेम नभएपछि उहाँहरू पनि के गर्ने। एउटा प्लेयरले हप्ता दिन पूर्व आउनु पनि 4वटा टुर्नामेन्ट भ्याउनु चाहिँ के त्यो सम्भव छ सोच्नु होला। अनि त्यो के कारण भन्दाखेरि हामीसँग गेम छैन नि त। एउटा प्लेयरले बिचरा एउटा क्लबमा खेल्नुहुन्छ, भोलिपल्ट अरू क्लब खेलिरहनुहुन्छ, त्यहाँ क्लब हारे आउँछ, फेरि त्यही क्लबको अर्को गेम भन्नु उहाँ अर्को ठाउँ पुगिरहनुपर्छ। मैले भनेको के भन्दाखेरि यस्ता कुराहरूले म्याटर गरिरहेछन्। हिजोको दिनमा कम्तीमा त्यति चाहिँ थिएन कि गेम लिग थियो, चाहे त्यो बी डिभिजन होस् सी डिभिजन होस्, एमा आइपुग्दाखेरि क्याटेगोरी सबै आफ्नो सेड्युलमा थिए। त्यो सेड्युल सबै भताभुङ्ग भयो 79 को लिगपछि। खेलाडीहरूले त्यसपछि के सोच्न थाले मेरो बुझाइमा भने अब केही खेलाडीहरू विवादमा पनि फसे होइन, उनीहरूको त्यो एउटा सन्दर्भ थियो नै। तर अब पछि चाहिँ के भन्दाखेरि क्रिकेटको विङ तपाईँले जोडिँदाखेरि यही एरा आयो कि अब हामीले अलिकति फर्क्यौँ 90s को एरा चाहिँ इन्डियाको क्रिकेटको लागि ठुलो चाहिँ थियो कि बुम हुने एरा थियो होइन। जति बेला एक्ज्याक्टली सचिन तेन्दुलकरलाई भगवान मान्थे त्यो बेलाबाट होइन। अनि मैले भनेको के भन्दाखेरि त्यो एरा हामीले पारस खड्काको सन्दर्भबाट यहाँ जोडिरहेछौँ कि अहिले क्रिकेटको हेर्नु होला हामीले कस्तो विम पाइरहेछौँ, किन सबैतिर पोजिटिभनेस छ, गेम राम्रो छ, खेलिरहेछन् प्लेयरहरूले। त्यो देखिँदाखेरि कन्टेक्समा फुटबलमा अलिकति पछि परेको जस्तो देखिन्छ होइन। अब लिगै छैन, अब इन्टरनेसनलमा गयो जितेर आएको भन्ने कुरामा हामीसँग त्यो गर्व गर्ने स्थान पनि फुटबलले दिए जस्तो लाग्दैन होइन। प्रयास गरिरहेछन् खेलाडी, नखेल्ने होइन, फेरि सबै कुरा भइरहेको छ, तर कहाँ ल्याक केमा उनीहरूले भइरहेछ न त अब त्यो एन्फाबाटै भएको हो कि वा प्लेयरबाटै भएको हो कि होइन। अवसर खोज्ने स्थितिले पनि यो परिस्थिति जन्मेको हो कि जस्तो लाग्छ कि सरज मलाई। जस्तै हाम्रा प्लेयरहरू चाहिँ अलिक बढी पब्लिसिटीमा अलिकति हाइपमा गइहाल्ने हुन त क्रिकेटमा पनि त्यो छ, तर पर्फर्मेन्स उहाँहरूको आइरहेछ नि त होइन। हिजोको दिनमा फुटबल नभएको त होइन नि, पर्फर्मेन्स थियो नि त। तर के भन्दाखेरि अलिक बढी चाहिँ आफूलाई चाहिँ कसरी हुन्छ हामीले भन्दा चाहिँ कस्तो हुन्छ मिडियामा आएपछि त्यसै पनि ऊ भइन्छ 4 इन्ची 14 इन्चीको स्क्रिनमा आएपछि आफै हिरो भइन्छ, लाइमलाइट। एकदम एक्ज्याक्टली लाइमलाइटमा चाहिँ उहाँहरू आएपछि त्यो खेल बिर्सिने हो कि जस्तो देखिने क्या। त्यही भएर त्यही बिचमा चाहिँ राम्रो पिकअप चाहिँ क्रिकेटले लियो। क्रिकेटले हामीलाई सरजलाई मैले अलिकति भने यो हामीले आजभन्दा करिब 55-50 को एरामा थाहा पाएर क्रिकेट खेल्ने क्रममा चाहिँ धेरैले भन्थ्यो कि
क्रिकेट पनि खेल्छ र हिटलरले भनेको नि त हेर्ने मूर्ख खेल्ने महामूर्ख त्यो समथिङ खेल हो भन्थ्यो नि त होइन त्यो टेस्टलाई लिएर थियो त्यो बेला त्यो सिनारी त्यो धेरै भएको छैन नि 15-20 वर्षको सिनारी हेर्नुहोस् अहिले क्रिकेट कहाँ पुगेको छ हामी जहिले कम्पेरिजन दुईटालाई गरिरहेको छौँ नेपालको स्पोर्ट्समा होइन त्यो भएको हुनाले अब फुटबललाई साँच्चै नै अगाडि बढाउने हो र विकास गर्ने हो भने हिजो भएका विगतमा भएका पोलिटिकली इस्युजहरू जुन जुन छन् होइन जो स्वच्छ मनले म फुटबललाई विकास गर्छु भनेर आउनु चाहनुहुन्थ्यो आउनु भएको छ उहाँहरूले त्यो हिसाबले काम गरिदिनु पऱ्यो कि त्यो भयो भने मात्र सम्भव छ र खेल्ने हकमा पनि फेरि खेलाडीहरूले पनि त्यो सोचेर खेलिदिनु पऱ्यो यहाँ पनि फेरि अरू नै कुराहरू छन् धेरै दाइले अघि हाम्रो नेसनल टिमको पर्फर्मेन्सको बारेमा कुरा गर्दाखेरि अब योपालिदेखि त अहिले वर्ल्ड कप पनि चलिरहेछ र यो वर्ल्ड कपमा 48वटा टिम खेलिरहेछन् नेपालको अब जस्तै अब यो अर्को एडिसनमा टिम अझै बढ्लान् 48बाट अब अझै थप होला या 48 नै रहला तपाईँलाई चाहिँ के लाग्छ दाइ हामी कहिले चाहिँ वर्ल्ड कपको लागि क्वालिफाई हुन्छ होला गाह्रो क्वेसन यही हो सरोज तर अब वर्ल्ड कपको लागि यसै भनेर त हुँदैन त्यो पर्फर्मेन्समा भर पर्छ यस्तै झैझगडा रह्यो नि त अहिले तत्काल नहोला तर हामीले यही वर्ल्ड कपमा 48 कन्ट्रिजमा हेर्ने हो भने केही देशलाई म नाम लिन्छु होइन के भडे मात्रै म भन्दिनँ यो विषयमा है 90s को एरामा 90देखि 93सम्म 3-4 वर्ष ठुलो गृहयुद्धमा फसेको राष्ट्र बोस्निया हर्जगोभिना होइन आज वर्ल्ड कप खेलिरहेछ कि भनेको के भन्दाखेरि मिडल इस्टमा त्यत्रो वार चलिरहेछ इराक खेलिरहेछ अनि इजिप्ट खेलिरहेछ इरान खेलिरहेछ स्वयं होइन बनाइले अवसर नहुने होइन तर के हुनु पऱ्यो भने पोटेन्सियलिटी हुनु पऱ्यो हामी फुटबल छौँ मेरो पार्ट हो प्लेयरको पार्ट पनि मेरो पार्ट हो मैले खेल्नुपर्छ मेरो फ्युचर सेक्योर यहाँ हुन्छ है भन्ने हुनु पऱ्यो एन्फा र त्यो गभर्मेन्ट बोर्डले पनि मेरो प्लेयरहरूलाई मैले यति सुविधा दिन सकेँ भने मेरो प्लेयरहरूले खेल्छन् है उनीहरूलाई मैले मोटिभ पनि गराउन सक्नु पऱ्यो उहाँहरूको फ्युचर पनि हेरिदिन सक्नु पऱ्यो र त्यो भने मात्रै मेरो टिम बढ्छ भन्ने सोच्यो भने चाहिँ धेरै नहोला किनभने हाइप पाएको छ होइन साउथ एसियामा राम्रै मार्किङ हो हेरौँ होप गरौँ हजुरले चाहिँ जस्तै यो एन्फामा चाहिँ यो भनौँ जसरी अब फुटबलमा क्रिकेटमा तपाईँलाई पारस खड्काले चाहिँ आफ्नो क्रिकेटिङ जर्नी नै क्विट गरेर म्यानेजमेन्टमा आएर अहिले सचिव भएर अब एउटा एक हिसाबले चेन्ज ल्याइरहनु भएको छ अल्दो नेपाल टिमको नेसनल टिमको पर्फर्मेन्स राम्रो थियो त्योभन्दा अगाडि नै तर घरेलु पर्फर्मेन्समा होइन एनपिएल गराउने कुराहरूमा उहाँले राम्रो गरिरहनु भएको छ त्यस्तो चाहिँ एन्फामा कोही त्यस्तो आउन सक्ने चान्सेसहरू हजुर देख्नुहुन्छ इलेभेनमा त्यो भनौँ न पहिला चाहिँ अब खेलेर रिसेन्टली खेलेर या अहिलेको यङ ब्लड भनौँ न त्यस्तो कोही आउन सक्ने चान्सेस देख्नुहुन्छ अब त्यो एउटा अवसर आउला जस्तो छ होइन अहिलेकै विवादले पनि त्यो देखिरहेछ पारस खड्काको सन्दर्भमा त अब हामीले धेरै भन्ने पनि अवस्था भएन टिम लिड गरेको प्लेयर होइन त्यो उहाँसँग एउटा फेरि जोडिएको राम्रो किस्सा छ क्या सरोज म अलिकति यहाँलाई जानकारी गराएँ जस्तै विनयराज पाण्डेसँग त त्यो बेला क्यानको अध्यक्ष हुनुहुन्थ्यो 2005 पछि हो क्यार अनि प्लेयरले चाहिँ स्यालेरी र सेवा सुविधा पाएनन् भनेर टिममा हुँदाहुँदै एजिटेसन गर्ने मान्छे हो कि प्रेस मिट गर्ने मान्छे त्यो किसिमको चाहिँ हुन सक्नु पऱ्यो फेरि त्यो एजिटेसन गर्ने मात्रै विरोध गर्ने मात्रै होइन है फेरि पारस खड्का सल्युसन पनि छ उसँग छ सल्युसन के छ भने उनले ब्याटले जवाफ दिन्थ्यो कि ग्राउन्डमा पिचमा उनले बलले जवाफ दिन्थ्यो कि त्यसको परिणाम रिजल्ट आज हामीले नेपाली क्रिकेटमा देखेका छौँ हामी त्यही आशा गरौँ अहिले एउटा भ्याक्युम बनिरहेछ होइन यो भ्याक्युमलाई चिर्न सक्ने हामीसँग प्लेयरहरू छन् नि त तर दुइटै कुरा हुन सक्नु पऱ्यो खेल्नु एउटा कुरा भयो खेलाउने वातावरण बनाउनु अर्को कुरा भयो फेरि यहाँ खेल्नु त एउटा पार्ट भयो नि त तर त्यसलाई रेगुलेसन गर्न सक्ने क्षमता अर्को भयो अहिले बल भनौँ न राखेको भयो कोर्टमा छ राखेकोमा उपाध्यक्ष नै मैले अहिले पनि भने विशाल श्रेष्ठ हुनुहुन्छ युवा हुनुहुन्छ होइन बुझ्नु भएको छ फुटबललाई धेरै नजिकबाट निहाल्नु भएको छ एक्सपोजर पनि छ उहाँको आशा गरौँ केही छिटै समयमा एउटा समिति बन्ला केही होइन सरकारले हिजो मात्रै पनि भनेको छ हामी डायलगमै छौँ भनेर समितिले केही निकास दियो भने यङ जेनेरेसन अब फ्रेस सबैले खोजिरहेको अवस्थामा आउन सक्छन् र केही सम्भावना आशा गरौँ होइन त्यसैबाट नै अगाडि बढ्न सक्छौँ हामी अब हाम्रो भर्खरै अब फागुन 21 पछाडिको चुनाव पछाडि अब नयाँ गभर्मेन्ट फर्म भएको छ नयाँ गभर्मेन्टले अब उपाध्यक्ष पनि
फुटबलकैलाई ल्याएको छ अलमोस्ट नयाँ राखेको नयाँ टिममा खेलाडीहरू या प्रशिक्षकहरूकै टिम उहाँहरूले बनाउनु भएको छ। यो बालेन सरकारको गभर्मेन्ट होइन, अब सस्मित पोखरेल शिक्षा खेलकुद मन्त्री हुनुहुन्छ, उहाँहरूको अब बजेट पनि हाम्रो प्रेजेन्ट भइसकेको छ। त्यो हुँदाखेरि हजुर कतिको आशावादी हुनुहुन्छ यो नयाँ सरकार र उनीहरूले अब यो छुट्याएको बजेट होइन, उनीहरूको एक हिसाबले स्पोर्ट्समा एलोकेट गरेको बजेट सबै हेरेर कतिको आशावादी हुन्छ नेपाल गभर्मेन्ट इन स्पोर्ट्स? होइन, यसो यो पछिल्लो 4-5मा एक्सपेक्ट कतिले गरेका थिए, कति अनएक्सपेक्टेड चिज रिजल्टहरू आएको होला होइन। हामी आशा त्यही गरौँ। यहाँ चाहिँ कस्तो छ भने फुटबल मात्रै नहेरौँ, समग्र नेपालको स्पोर्ट्सलाई हेर्ने दृष्टिकोण चाहिँ पोलिटिकल पार्टीले अलिकति बाहिरै राखेको स्केप गरेकै अवस्था हामीले विगतमा देखाएको थियौँ होइन। यो चाहिँ कस्तो भने कुनै पोलिटिकल पार्टीलाई अब मन्त्रालय भागभन्डा हुन्थ्यो नि त, अनि ल तपाईँले यो लिनु भन्दाखेरि नलिने भन्ने जस्तो स्थिति रहन्थ्यो कि, किनभने यसमा केही छैन। तर हामी चाहिँ के भन्थ्यौँ भने यो चाहिँ मेजर ठाउँ है, यसले के गर्छ भने तपाईँलाई युवालाई पनि क्याटर गरिदिन्छ, यसले सेन्ट्रलाइज गर्छ, पब्लिकलाई पनि गर्छ, र स्पोर्ट्स यस्तो चाहिँ फेनोमेनल चिज हो कि इन्टरनेसनल लेभलसम्म यसले आफ्नो चाहिँ बढाइदिन्छ। र अब अहिलेको सरकारले सम्भवतः त्यो बुझेको हुनुपर्छ होइन। त्यही भएर पनि मलाई लाग्छ यो राखेकोमा नयाँ टिम हालेको छ र अधिकांश स्पोर्ट्सकै हुनुहुन्छ, त्योभन्दा बाहिर हुनुहुन्न। हिजोको दिनमा चाहिँ राजनीतिक भागभन्डाबाट आउने प्रचलन रहन्थ्यो नि त। अब स्पोर्ट्समा मैले देखाएको छु फुटबलको लेडिज टिम चाहिँ बाहिर जान आँटेको छ खेल्नलाई भने अर्को चिजको मेन्सन गरेर चाहिँ पब्लिसाइज गरिदिने होइन, मन्त्री भएकाहरूले पनि त्यस्ता किसिमका व्यक्तित्वहरूबाट चाहिँ आशाभन्दा निराशा बढी चाहिँ कसले बिर्छ भने पब्लिकलाई के थाहा छ आज गफर छ सब बिर्सिन्छ होइन। तर फुटबलमा लागेका वा खेलमा लागेकाहरूले त्यो कुराहरू चाहिँ याद गरेर हुन्छ कि हामीले कस्तो गभर्न पाइरहेछौँ। र अब अहिले बजेटको कुरामा तपाईँले कुरा उठाउँदाखेरि पक्कै जुन बजेट छ त्यो बजेटलाई युटिलाइज गर्न सक्नुभयो। यो सरकार 5 इयर्सलाई छ, स्मुथली होइन बिस्तारै गर्दै जाँदा पनि उसलाई सक्ने अवस्था चाहिँ छ, म देखिरहेको छु त्यो चाहिँ। तर त्यहाँसम्म पुगेर त्यसलाई चाहिँ गर्न दिन्छन् कि दिन्छन्, यहाँ त फेरि खुट्टा तान्ने बढी हुन्छ काम गरिरहँदाखेरि फेरि। जस्तै अब यो अघि हामीले क्रिकेट फुटबल पनि कम्पेयर गऱ्यौँ, जस्तै फुटबलमा चाहिँ अलिकति दर्शकहरूको पार्टिसिपेसन कम भएको कि त्यस्तो के हजुरले महसुस गर्नुभएको छ? होइन, त्यो देखिन्छ नि त, त्यो देखियो नि त। त्यो रिजन त्यही नै हो त। यो तपाईँलाई अहिले पछिल्लो समय सोसल एक्टिभिटी जति स्ट्रङ छ नि, एउटा कारण त्यो पनि हो। फुटबलमा हामीले हिजो त्यही दोस्रो तरङ्ग, फेरि अब यो फेरि एक्टिभिटी कस्तो भने तपाईँलाई दोस्रो तरङ्गशालाको सन्दर्भले मात्रै, फेरि काठमाडौँको सन्दर्भले मात्रै हेर्नुहोस् है, त्योभन्दा बाहिर फेरि ननिस्नु। अहिले काठमाडौँको रङ्गशालामा फुटबल हुँदाखेरि हिजो जति मान्छे दर्शक पुग्थे हेर्नलाई अहिले त कम भएकै हो। लिगकै गेम गराउँदा पनि मान्छे देखिँदैन होइन। हिजो के थियो, 3 स्टारले गेम खेल्यो, प्लेयर पनि त्यस्तै हुन्थे होइन। त्यो पुरै भरिभर आऊ, पाटनको टिम भने सबै आउने, मनाङसिंह आएछ, एमएमसी आएछ, त्यस्तै किसिमको चाहिँ दर्शकहरू हुने। त्यो केही हदसम्म काठमाडौँमा घटेको देखिन्छ, हामीले पाइरहेछौँ त्यो घटेको। इन्टरनेसनलको लेभलका खेलहरू पनि दर्शक गइदियो भने खेलाडीलाई मोटिभ हुने हो, खेलाडीलाई खेल्न उर्जा मिल्ने हो। त्यहाँ नपुग्दाखेरि त्यो अर्को फितल हुँदो रहेछ। तर त्यो चाहिँ फेरि काठमाडौँसँग बाहिर आउनु तपाईँ होइन, मुख्य सहर भन्दिनँ, भित्र ग्रामीण क्षेत्रमा जानु होला, पहाडी क्षेत्र जानुहोस् होइन, त्यहाँ कस्तो देख्छ। इलाममै हेर्नु होला, इलाम गोल्ड कपको अवस्था 5 स्तरकै हेर्नु होला, जति क्यापासिटी छ त्योभन्दा बढी मान्छे छन् कि होइन। अब हाम्रो विराटनगरको हकमा त्यो फेरि पाउनु न तपाईँले होइन, अब इटरीको हकमा त्यो पाउनुहुन्न। किनभने भन्दाखेरि मलाई लागेको चाहिँ मान्छे अलिक व्यस्त पनि भयो कि। अरू कुरा मान्छेलाई केले गरिदियो भने झैझगडै मात्रै छ, प्लेयर पनि छैन खासै। प्लेयर ल्याइदिने टिम ल्याउँछ, सेकेन्ड चाहिँ कपी टिम ल्याउँछ, सानो टिम ल्याउँछ, टिपेर ल्याउँछ भन्ने त्यो मेन्टालिटी दर्शकमा पनि गइसक्यो कि। अनि त्यो हेर्नुभन्दा बरु टाइम आफ्नो बाहिर स्पेन्ड गर्छु नि भन्ने त्यो दिमाग गइरहेको छ कि जस्तो लाग्छ सर मलाई चाहिँ। भनेपछि यो जस्तै अर्बन सहरहरूमा चाहिँ अलिकति फिजिकली गएर हेर्ने पार्टिसिपेसन कम भएको छ भनेर भन्नुभयो हजुरले। तर अब सोसल मिडियाले पनि प्रभाव पारेको होला, सोसल मिडियामा पनि हुन्छ होला। अब यो हामीले
हामीले विराटनगर भनेर भन्दाखेरि अब विराट गोल्ड कप हामीले छुट्याउनु हुँदैन जस्तो लाग्छ। विराट गोल्ड कपमा अस्ति हामीले ठ्याक्क फाइनलमा हामीले पानी परेको देख्यौँ। पानी परेर त्यो खेलै हुन सकेन। अब ग्राउन्ड व्यवस्थापनमा त हामी चुकेकै हो। यो विगत हामीले 4-5वटा गोल्ड कप हेर्दाखेरि चाहिँ अलिक दर्शक त कम हुनुहुन्छ नै, तर यो अघि हजुरले भने जस्तो टिमहरू पनि स्तरीय टिम नआएर पनि पार्टिसिपेट भनौँ न दर्शकहरू नआउनु भएको छ। यसमा चाहिँ हजुरलाई के लाग्छ त, के हो कारण? अब नेतृत्वले त्यो गर्न नसकेको हो कि विराट गोल्ड कपको कुरामा चाहिँ दुईवटा कुरा छ र मैले तपाईँलाई जोडेँ। म यो दर्शकको कुरामा अलिकति फेरि फर्केँ ल, अनि यसमा पनि आउँला अलि। यो दर्शकको चाहिँ कस्तो भने अहिले मैले भने काठमाडौँ र मोफसलको कुरा गरेँ, अनि फेरि हामीले अलिकति हेरौँ यो फुटबल र क्रिकेट नै जोडौँ है। फेरि क्रिकेटमा हेर्नु न तपाईँले काठमाडौँमा भने कत्रो पुग्छ नि मान्छे होइन, त्यो किर्तिपुर ग्राउन्ड फुल हुन्छ होइन। त्योभन्दा बाहिर आउनुहोस् त तपाईँ, विराटनगर कोशी कप भयो, अर्को गेम चाहिँ भयो, कति हुन्छन् दर्शक होइन। यो चाहिँ काहीँ न काहीँ ल्याक चाहिँ छ। तपाईँले भने चाहिँ सोसियल नेटवर्कको पनि होला होइन, टिम पनि स्तरीय नभएको हुनसक्छ होइन, वा प्लेयर त्यो हिसाबले ल्याउन नसकेको अवस्था पनि होला, त्यसले फरक पर्छ। तर अर्को भनेको विराट गोल्डको सन्दर्भ पछिल्लो केही समय यता नजिकबाट निहाल्ने अवसर पनि पाइरहेको छु मैले होइन। अब विराट गोल्ड कप चाहिँ हामीले के भनिरहेको थियौँ भन्दाखेरि सुरुदेखि नै विराट गोल्ड कप आफैले गर्नुपर्छ भन्थ्यौँ होइन, ट्रस्ट आफैले गर्नुपर्छ भन्थ्यौँ। ट्रस्ट आफैले गर्दाखेरि पनि आर्थिक कुरा जोडिने हो कि। तपाईँ आफै स्पोर्ट्स पर्सनालिटी हुनुहुन्छ होइन, तपाईँलाई पनि धेरै थाहा छ यो एउटा इभेन्ट गर्न कति चाहिँ गाह्रो छ होइन। फेरि अहिलेको सन्दर्भ जब कोभिड पछाडिको सन्दर्भ हेर्ने हो त धेरै गाह्रो छ। अब आफैले गरिरहँदाखेरि कोसँग अपेक्षा हुन्छ भन्दाखेरि आफ्नो अभिभावकसँग अपेक्षा हुने हो नि। हामीसँग 3 तहका सरकार छन्, केन्द्रमा राष्ट्रिय खेलकुद परिषदले हेर्छ, प्रदेश सरकार छ, त्यसै गरी स्थानीय तहमा महानगरपालिका छ। अब तिनै तहले कतै छलछाम नगरी कतै ढाँट नदिकन होइन, हो यसलाई बढाउनुपर्छ भनेर ढडास दिएर बोलेको वचन पुरा गरिदियो भने यो सक्सेस नहुने होइन। विराट गोल्ड कप पनि हुने हो होइन। ल्याक दर्शक आएनन्, दर्शक कम भयो, त्यो पनि हो। अब अहिले हामीले खेलाडीको पनि भन्यो, टिम पनि आएन होला, ट्रस्ट लाग्ला, हामीले खतरनाक टिम बोलाएको छौँ, इन्डियाको यो टिम बोलाएको छौँ भन्ने लाग्ला होइन। तर त्यो टिमको एक्सपोजर कति छ भन्ने कुरा उहाँले विराटनगरको पब्लिकलाई बुझाउन सक्नु भएको छैन कि। हामीले प्रायः जोड दिइरहेको छौँ त्यो विषयमा नि, किन तपाईँले ल्याउने टिम कस्तो छ भन्ने कुरा जानकारी त हुनु पऱ्यो नि त। एउटा झारखण्डको टिमले अस्ति आयो, अब ठुलो हाइप ल्याएर आएको थियो नि त होइन। अब त्यो सिनारीले यहाँको दर्शकलाई छुँदैन। फेरि हाम्रो दर्शक कस्तो भन्दाखेरि यहाँको चाहिँ फुटबल पनि हो, तर फुटबल पनि हो है, फेरि क्रिकेट नै होस् न, टिभीमा हेरौँ न भन्ने दर्शक हो, बरु क्याफेमा हेरौँ न, फुटबल एकछिन रमाइलो गरौँ न भन्ने पनि दर्शक हो होइन। त्यो भएकोले विराट गोल्ड कपलाई सक्सेस बनाउने हो भने ट्रस्ट आफैले गर्ने काम त गर्छ नि। ट्रस्टको काम के हो भन्दाखेरि रुल्स रेगुलेसन बनाउने होला, आफ्नो चाहिँ ट्रस्टलाई कसरी परिचालन गर्ने, गेम गराउँदा टिम कस्तो ल्याउने भन्ने होला। तर सँगसँगै आर्थिक पाटा जोडिँदाखेरि वचनबद्ध भएका गरेका होइन निकायहरूले त्यो वचनबद्ध पुरा गरिदियो भने सजिलो हो कि। नत्र आज 10 लाखको घाटा, अर्को पटक 80 लाखको घाटा, अर्को पटक 22 लाख घाटा, यो घाटा खाएर कति दिन गर्न सकिन्छ भन्ने। प्रफिट पनि बुक गरिन्छ कहिलेकाहीँ, त्यो पनि अब त्यो देखाउनलाई मात्रै भन्ने जस्तो एकदम त्यो गोजीबाट हालेर प्रफिट देखाइरहेको अवस्था पनि छ यहाँ। जस्तै हजुरले अब यो कमिट गरेको गभर्मेन्ट अर्गनाइजेसनहरूले चाहिँ सपोर्ट नगरेको भनिराख्दाखेरि चाहिँ मैले अब हाम्रो कोशी प्रदेश खेलकुद बोर्ड नै भने तपाईँले इङ्गित गरे जस्तो लाग्यो। यो कोशी प्रदेश बोर्ड अब नयाँ सदस्य पनि आउनु भएको छ। विगतको अब यो हाम्रो सङ्घीयता आएदेखि अब हामी एउटा 3 तहको सरकारमा छौँ। यो प्रदेश सरकार भएदेखि हाम्रो कोशी प्रदेश बोर्ड गठन भएदेखिको हाम्रो प्रदेशको खेलकुद गतिविधि हजुरलाई कसरी निहालिरहनु भएको छ, कतिको प्रभावकारी भएको जस्तो लाग्छ के छ? सरोजी, अब यो प्रदेश खेलकुद बोर्ड गठन भए यता गठनमै विवाद थियो सुरुमा होइन। लामो समय त सदस्य नियुक्ति गर्ने विषयदेखि लिएर यसको ऐन बनाउने विषयमै चाहिँ विवाद भयो। अब
सुरुमा सम्भवतः 76 सालमा वगेर सदस्य सचिव आउनुभयो, पोलिटिकल अनस्टेबिलिटी भयो, उहाँलाई हटाइयो, त्यसपछि अर्को आउनुभयो, भने स्टेबल रूपमा काम गर्ने अवस्था देखिएको छैन। यो फेरि यो पोलिटिक्स नै देखिन्छ कि पोलिटिक्स राजनीति भइसकेपछि कहीँ न कहीँ यसको इन्फ्लुएन्स भइहाल्छ। अब यो बिचमा चाहिँ मलाई जहाँसम्म लाग्छ होइन केही गतिविधि भयो, जस्तै तपाईँलाई मैले नामै लिएँ भने आज फरक नपर्ला, हंसराज बागले जब जो इन्टरनेसनल भलिबलको प्लेयर पनि हुनुहुन्थ्यो होइन, लामो समय खेल्नु पनि भयो, उहाँले आएर गर्नु पनि भयो, केही चलायमान पनि भयो। अब अहिले चाहिँ म के देख्छु भने विप्लव घोष प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव भइरहँदाखेरि उहाँबाट त्यही अपेक्षा हो, पोजिटिभ हुनुहुन्छ सबै कुरामा होइन। उहाँले के गर्नु पर्यो भन्दाखेरि पोलिटिकल पार्टिजलाई मात्रै ध्यान राख्ने, अब स्पोर्ट्स कसरी बढाउने, स्पोर्ट्समा फेरि तपाईँलाई फुटबल र क्रिकेट मात्रै होइन प्रदेशमा, हामीसँग अरू थुप्रै खेलहरू पनि छन्, उनीहरूलाई कसरी अगाडि बढ्नु, स्विमिङ होस्, चाहे त्यो बास्केटबल होस्, चाहे त्यो तपाईँलाई एथलेटिक्स हो, त्यो खेल कसरी। आज लाज लाग्छ हामीलाई भन्नलाई एथलेटिक्सको लागि विराटनगरमा पूर्वाधार छैन होइन, एउटा कबड्डी स्तरीय छैन, हामी गेम गराउन इटरी लान्छौँ होइन, हो इटरी पनि विकास हुनुपर्छ, त्यसको माने फेरि हुनु हुँदैन भनेको होइन, तर सँगसँगै सबैलाई लानु प्रदेशको राजधानी भएपछि एटलिस्ट इन्फ्रास्ट्रक्चर हुनुपर्छ भन्ने हो, त्यति सोचै राखिदिनु पर्यो भन्ने मलाई लाग्छ। अब फुटबलमा चाहिँ अब यो वर्ल्ड कप पनि चलिरहेको छ दाइ, हजुरले अब हजुरको सोसियल मिडिया हेर्दाखेरि अर्जेन्टिनालाई सपोर्ट गरेको देखिन्छ होइन, यो बुझिन्छ र त्यस्तो बुझिन्छ दाइ। योपालि चाहिँ अब अभियसली तपाईँ अर्जेन्टिनालाई नै सपोर्ट गरिरहनु भएको छ। अब अहिले त अब अलमोस्ट राउन्ड अफ 32 को अब एन्डमै छौँ हामी, अब राउन्ड अफ 16 सुरु हुँदैछ। हजुरको एउटा मनदेखिको फेभरेट त अर्जेन्टिना नै होला, अब अरू ट्याक्टिकली चाहिँ के भन्छ हजुर? के त्यस्तरी भन्दा पनि सरजी यस्तो हो, म भर्खर नबुझ्ने हिसाबले नि गर्नु भन्छु, तपाईँले बुझ्ने भन्ने तपाईँ स्पोर्ट्स पर्सनालिटी भएकोले त्यो बुझ्नुभयो होला होइन। यसो अर्जेन्टिनाको सन्दर्भ चाहिँ धेरै नेपालीहरूलाई तपाईँलाई जब 86 को वर्ल्ड कप अर्जेन्टिनाले जित्यो, हाम्रो नेपाली खेलकुदको पनि रातिबाट सुरु भएको हो कि भन्ने, त्यही 80sबाटै सुरु भएको कि भन्ने कुराहरू आउँछ। यद्यपि त्यो ठ्याक्कै पुख्ता चाहिँ छैन, तर टेन्टेटिभली हाम्रो नेपालमा स्पोर्ट्सलाई र वर्ल्ड कपलाई हेर्ने नजरिया 80 को दशकबाट सुरु भएको भन्ने आउँछ होइन। त्यो आइरहँदाखेरि दुईवटा टिम बढी फेभरेबल छ नेपालको लागि, एउटा ब्राजिल र अर्को अर्जेन्टिना नै हो होइन। अब पछिल्लो समय त्यो चेन्ज भएको छ, किनभने पुस्ता चेन्ज भयो नि त, अब नयाँ पुस्ता आएको छ, नयाँ पुस्ताले आफ्नो हिसाबले चाहिँ चुज गरिरहेको छ, नयाँ टिम आउनुपर्छ भन्ने मेरो अपेक्षा हो सरजी। अब यसमा धेरै मैले भनिनँ होइन, नयाँ टिम आउँदा राम्रो छ, अर्जेन्टिना राम्रो छ, तर फ्रान्सको गेम स्पिरिट राम्रो छ। अझै मलाई भन्यो भने मलाई नेदरल्यान्ड्स पनि मनपर्ने टिम हो होइन, तर अनलकी भनौँ जहिले पनि उसको चाहिँ गेम राम्रो भइरहँदाखेरि ब्याक भइरहेको अवस्था छ टिम। एकजना इकोनोमिस्टले पनि योपालि चाहिँ नेदरल्यान्डले जित्छ भनेर उहाँले प्रेडिक्ट गर्नुभएको थियो, उहाँको प्रेडिक्सन चाहिँ अब फेल खाइसकेको छ। हजुरलाई चाहिँ यो अब गोट डिबेट पनि छ नि त, को चाहिँ अब अहिलेको यो जेनेरेसनको सबैभन्दा राम्रो खेलाडी चाहिँ को भनेर अब लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो कम्पेयर गरिन्छ। तपाईँको लागि चाहिँ दुईजनामध्ये को गोट हो? गोटै बनाइदिनु भयो नि त मैले कसरी भने होइन, तर यसो अब खेलको हिसाबले हेर्ने हो भने दुइटै वस्तु दुइटै स्ट्रङ छन् होइन, दुइटैको आफ्नो शैली छ खेल्ने। फेरि अब मैले यो भन्दाखेरि मिडलबाट भन्नुभयो भन्नु होला, तर गेम हेर्दाखेरि चाहिँ जस्तै अहिले रेसमा स्ट्राटेजिकली हेर्ने हो भने पनि मेसीको केही पोजिटिभनेस देखिन्छ, 6वटा गोल गरिरहेका छन्, गोल्डन बुटको दावेदार लास्ट 22 को उसमा रेसमा थियो, तर एम्बापेले त्यो चिप्ल्याएको अवस्था थियो गोल्डन बुट होइन। त्यो भएकोले मेसी अगाडि छन्, रोनाल्डो पनि आइरहेको छन्। अब फ्यान फलोइङ रोनाल्डोलाई टप्ने फेरि त्यो अवस्था देखिँदैन, उसको त्यो आफ्नै चाम छ, दुइटैको ब्यालेन्स नै छ। तर एरामा हेर्ने हो भने अब गेममा स्पिरिट, गेमको सुझबुझ र त्यो ट्याक्टिकली पनि कहीँ चाहिँ मेसी अगाडि छ जस्तो लाग्छ मनले होइन, तर गेम हेर्ने एग्रेसिभनेस हेर्ने हो, अलिकति फास्ट फरवर्ड हेर्ने भने फेरि रोनाल्डो पनि उत्तिकै स्ट्रङ छ जस्तो लाग्छ मलाई चाहिँ। भनेपछि तपाईँले दुवैलाई गोट भन्नुभयो? दुइटै त नहोला, अन्तिम हुन त मात्रै हो होइन। अब यो वर्ल्ड कप अब मेसीले लास्ट 2022 को वर्ल्ड कप जितिसकेका छन्, अब उसले यो पनि वर्ल्ड कप पनि जित्यो भने ऊ गोट भइहाले। अब रोनाल्डोले जित्यो भने पनि फेरि त्यो डिबेट चाहिँ चलिरहने रहेछ, कन्टिन्यू हुन्छ यो एरालाई चाहिँ।
ल अलमोस्ट हामी अब एन्डमा छौँ दाइ होइन अब हामीले अब फुटबल क्रिकेट र अरू स्पोर्ट्सको गफ गरेर राख्दाखेरि चाहिँ मलाई लाग्छ हामीले भलिबल छुटाउनु हुँदैन किनभने भलिबल हाम्रो नेसनल स्पोर्ट्स हो भलिबलको अवस्था कस्तो देख्नुहुन्छ दाइ हजुर ठ्याक्कै ल्याउनु मैले अघि त्यो दर्शकमा जोड्न खोजेको थिएँ होइन भलिबल कस्तो सिनारीमा नेपालको नेसनल गेम भयो होइन त्यो पनि बुझ्नुपर्छ होला हामीले र एक ठाउँमा जबको लागि एप्लाई गर्ने रमाइलो छोटो समयमा सुनाएर तपाईँलाई अनि मलाई म त्यति चाहिँ के इन्ट्रेस्ट थिइनँ स्पोर्ट्समा अलिअलि मात्रै उयो गर्थेँ अनि उहाँहरूले मलाई सोध्नुभयो तपाईँ स्पोर्ट्सको जर्नलिस्ट हुँदै हुँदो रहेछ ल नेपालमा सबभन्दा बढी खेल्ने खेल के हो भन्नुहोस् त भन्नुभयो अब मैले त खेल्ने त अब विराटनगर बसेको मान्छे होइन बढी ध्यान क्रिकेट हुन्छ भने मैले क्रिकेट हो नि भने कि देखिरहेको छु त्यही मैले यहाँ होइन हाँस्नुभयो रिप्लाई उहाँले दिनुभयो पछि मैले काम गर्दै जाँदा त्यो कुराहरू बुझेँ कि होइन भलिबल चाहिँ बढी खेलिन्छ त्यो सन्दर्भ के भन्दाखेरि भलिबल खेल्नलाई तपाईँलाई ठुलो स्पेस चाहिएन हामी पाहाडको सानो कान्लामा पनि खेलिरहेको हुन्छौँ होइन जहाँ ठुलो कोर्ट बनाएर पनि खेलिरहेको छौँ त्यो भएको हुनाले भलिबलको एउटा छ तर अलिक पछिल्लो समय चाहिँ जसरी इन्डियामा हामीले देख्यौँ नि निजी क्षेत्र स्पोर्ट्समा लगानी गर्न अगाडि बढेको छ त्यो टाइपको नेपालमा पनि आउन सक्नु पऱ्यो र आइ पनि रहेको छ त्यो काबा भलिबलहरू गेम भइरहेछ भलिबल होइन मलाई चाहिँ खुसी लाग्छ त्यस भलिबलको चाम छ सिनारी सानो कोर्ट नै किन नहोस् होइन खेलाडीलाई पनि ठिकै छ राम्रै छ खेलिरहनु भएको छ उहाँ तपाईँलाई काठमाडौँको त्यो नयाँ बसपा क्षेत्रमा छेउमा चाहिँ खेल्नुहुन्थ्यो उहाँहरू त्यो ब्लू डायमन्ड भन्ने एउटा क्लब थियो उहाँहरू निरन्तर खेलिरहने उहाँहरूको त्यो स्पिरिट भलिबल आउँछ जस्तो लाग्थ्यो तर जोस् राम्रो पिक हामीले मिस नगर्ने एउटा नेसनल स्पोर्ट्स भएको नाताले मात्रै होइन नेपालको दूरदराजमा नि चिनिने एउटा सानो ठाउँमा नि खेल्न स्पेसमा खेल्न सक्ने भलिबललाई चाहिँ मिस गर्नु हुँदैन र अहिलेको सरकारले पनि त्यसलाई गर्दैन होला भन्ने मेरो बुझाइ ल अन्तिममा चाहिँ हजुरले चाहिँ अब हाम्रो तिनटै तहको सरकारलाई चाहिँ स्पोर्ट्समा चाहिँ केही सुझाव छ भने हजुरले दिँदा हुन्छ दाइ सर यसो अब हाम्रो सुझावले के नै हुन्छ र होइन गर्ने उहाँहरू नै हो निकाय तर के भन्दाखेरि खेलकुदलाई साँच्चै अगाडि बढाउने विकास गर्ने हो भने किनभने खेलकुदले नै राष्ट्रलाई पहिचान दिलाउँछ इन्टरनेसनल लेभलमा होइन र खेलकुद भने चाहिँ फेरि खेल मात्रै नजोडौँ है खेलकुदमा जोडेको हरेक पाटो हेर्नुपर्छ हामीले खेलाडीदेखि नै जब खेलाडी फ्रेस माइन्डले खेल्न सक्छ तब मात्रै खेलकुदले विकास गर्ने हो कि घरमा पनि टर्चर छ खेल्न गए टर्चर छ अब टिममा परिँदैन टर्चर छ तपाईँलाई अब पैसा कहिले आउँछ हरेक कुराहरू छ नि त हामी त सानै एजबाट त्यो कुराहरू चाहिँ बेहोर्दै हिँड्छौँ नि त त्यो भएकोले राज्यले सरकारले खेलकुदको नीति केही परिमार्जन गरेर अगाडि बढ्नुपर्छ कि खेलाडीलाई प्रायोरिटी गर्न सक्नुपर्छ कि भन्ने मलाई लाग्छ त्यो हुँदाखेरि तीन तहको सरकारले गभर्न गर्दाखेरि कम्तीमा पनि खेलाडीको हित विपरीत नगरिदियोस् केही पनि काम होइन उनीहरूलाई मोटिभ जति गर्न सक्यो अगाडि ल्याइदिउँ किनभने इन्टरनेसनल लेभलमा पहिचान बनाउने यही एउटा माध्यम सजिलो र राम्रो भरपर्दो छ विश्वस्तरीयमा के बर्डेला तपाईँले अघि पनि हामीले गर्नु आज हेरौँ कुन स्थान थियो आज कुन स्थानमा आइपुगेको छ त्यो भएको हुनाले कम्तीमा पनि तीन तहको सरकारले स्पोर्ट्सलाई हामी यति बजेट एलोकेट गरिदिन्छौँ है भनिदियो भने त्यो बजेट चाहिँ कम्तीमा खर्च भइदियोस् है बोलेका कमिटमेन्ट चाहिँ पुरा गरिदियो सरकारले चाहे त्यो क्रिकेटको होस् चाहे त्यो फुटबलको होस् चाहे त्यो बास्केटबल चाहे स्विमिङ यहाँ त बोलिदिने अनि बोलेपछि बजेट दिनेवाला त रित्तो छैन भनिदिने त्यो गराउनेलाई पनि दुःख र त्यो खेल्नेलाई पनि दुःख क्या कम्तीमा त्यति चाहिँ नगरिदियो सरकारले त्यति मेरो ल हस् थ्याङ्क यू सो मच फर टाइम दाइ थ्याङ्क यू सर धेरै धेरै धन्यवाद थ्याङ्क यू